गाइज ल आज चाहिँ हामी अर्को ठाउँमा आइपुगेका छौँ कोपेनहेगनको द लिटिल मार्मेड। त्यहाँ पनि यो चेरी ब्लोसम चाहिँ देख्न पाइयो। हेर्नु ब्याकग्राउन्डमा हाम्रो भाइ आइहाल्यो। ब्याकग्राउन्डमा अर्को चेरी ब्लोसम सँग तपाईँहरू मजासित हावा पनि लगाइरहेको बल दिइरहेको चेरी पनि। हाम्रो भाइ चाहिँ एकदम हँसमुख लाल हो, एकदमै हाँसिरहने होइन। यो चाहिँ लगभग यहाँ आइसक्नु भएको त सबैलाई थाहा भइसक्यो होला। नयाँ आउने साथीहरूको लागि चाहिँ है यो वेस्टपोर्ट भन्ने ट्रेन स्टेसनबाट चाहिँ 13 मिनट हिँडेर चाहिँ हामी चाहिँ यो स्टेसनमा आइपुग्न सक्छौँ। धेरै टाढा छैन, बिस्तारै आउने ठाउँहरू रमाइलो। तपाईँहरू फोटो भिडियो खिच्न इन्ट्रेस्टेड मान्छेहरूको लागि झन् एकदमै फोटो भिडियो खिच्नको लागि सुटेबल ठाउँहरू छ है। रमाइलो ठाउँ गर्नु देख्न सक्नुहुन्छ। यो चेरी ब्लोसम एकदम लह हावाले हल्लाइरहेको अवस्था छ। हाम्रो भाइ चाहिँ त्यहाँ भिडियोमा आउँछ भनेर अगाडि लम्किएर अगाडि गइरहेछ। छिरी है त म यो चाहिँ चेरी ब्लोसमको यो गार्डनभित्र भुइँमा झरेर सेतै भएको छ परे जस्तो। सानो ठाउँमा थोरै 2-4 रुख, एउटा डिफ्रेन्ट खालको रुख रोप्दा पनि अलिकति त्यो ठाउँको शोभा नै अर्को हुने होइन, लुक्स सो नै अर्को हुने हुन्छ। हाम्रो भाइले चाहिँ त हावा लाउँदै जान्थ्यो नि। हाम्रो भाइलाई मैले यहाँ घुमाउनु ल्याएको होइन, रमाइलो लगाइरह भने हाम्रो भाइले नेपाली गीत गाएको गाई छ। एकदम मन पऱ्यो ठाउँ भने मलाई भने छ। फाइनली भाइ यो चाहिँ लिटिल मार्मेड चाहिँ हो होइन। सबैजना हेर्छु मेरो फोटो खिचिरहनु भएको। फोटो खिच्ने उद्देश्य छ। ल हाम्रो उता डन भाइ आइसक्यो। उता भाइलाई भिडियोमा एकदम देखिने साह्रै मन लाग्यो अरे, त्यही भएर म खिच्दैछु। यहाँ अगाडि आएर हाँसे छ। दाइ मेरो भने गर्छ खालि। फुलहरू हेर्नु कति राम्रो हो क्या, चपक्क लाएर फुल त्यस्तो राम्रो। यहाँ घुम्न आउने मान्छेहरू त्यस्तो राम्रो होइन, फुल जस्तै राम्रा मान्छेहरू देख्न सक्नुहुन्छ तपाईँहरू। चेरी ब्लोसम
के अरे भाइ भनिसक्यो रेकर्ड भइसक्यो है जान्छ युट्युबमा यो भाइरल अनि भाइ